के भयो यस्तो हरिलाई पानी छ खेलाउने अनि आज चाहिँ त्यही हो अनि नयाँ च्यानलमा कोही नयाँ आउँछ भने सब्सक्राइब गरिदिनु होला अनि बेला हाम्रो हरिले खाएर भइसक्यो पुरै जन्मबाट भन्छ खाएर I see you get excited when I put this tip inside it. I like the way you write it. I saw me, it look like siren, just like 5-0. I got 5-0, just like domino. I put a bitch, I put a eye, I tell her mama no. You know it's time to go. Pull up on bourbon, I might drop the top. Ooh, my bitch ain't no barber, she a chocolate drop. Ooh. Hello everyone, welcome back to my channel. So आज भिडियोमा हजुरलाई एकदम स्वागत छ। बिहान सबलाई गुड मर्निङ। सो आज हामी चाहिँ बिहान 5-6 बजे हामी चाहिँ पौडी खेल्न आएको छौँ हो कि न हरि मेरो साथमा हरि छन् अनि दुईटा भाइहरू तल छन् छिटो आऊ त्यहाँ छन् अनि हामी चाहिँ यहाँ आइसक्यौँ माथि बाटोमा जङ्गलको जस्तो हिँड्दैछौँ सानो फुच्चाफुच्चीहरू पनि जाँदैछन् माथि छिटो यता यता कफी यहाँदेखि हिँड्दै पानी छ किन बाबुहरू माथि खोला हेर्न आएको ओहो तर च्यानलमा देखि यिनीहरू पनि दामी कहाँ तिम्रो नाम के हो मेरो नाम सिंह अनि तिम्रो रिदम सिंह हो ल च्यानल छ मेरो निराजन ब्लग हेर्नु है छ भने मोबाइल छ भने हेर्ने हजुर निराजन ब्लग छ ए रोख हरि माटो हिँड्छ सो हरि चाहिँ एक्साइटेड छन् पौडी खेल्नको लागि हामी चाहिँ खेल्छौँ हिँड्न छिटो तिनीहरूभन्दा अगाडि पुग्नुपर्छ यार अगाडि पुग्नु छिटो दौड हामी चाहिँ एकदम खुसी पाहाडमै हिजो पनि आएको आज पनि आएको अनि यो माथि चाहिँ आलिसानी हेरेर पौडी खेल्ने ठाउँ चाहिँ यहाँ हो कि देखाइदिन्छु यो जङ्गलको ठ्याक्कै बाटो हामी यस्तो जङ्गलबाट हिँड्यौँ कुलोमा हिँड्यौँ हरि पनि छ नि दुईवटा भाइहरू राख्नु मान्छे छन् कि छैन भन्ने सबभन्दा सुरुको कुरा थियो कि हेरौँ है ओ पानी त खोज्छ है छैन मान्छे यस फुच्चेहरू आएर छन् ओ भाइ पानी छ यो पानी रहेछ माथि पानी कति छ पानी त भरि छ अरे यस हरि पानी त भरि छ अरे ल खेल्नुपर्छ मजा आउँछ एउटा भाइ चाहिँ त्यहाँ पढ्दै भुँडो खेल्दै बस्छ ल जाऊ खेल छैन कि भिडियो जाऊ म भिडियो गराउनु जाऊ हामी त पौडी खेल्ने मात्र भिडियो गराउने ल एकछिन भेटौँ ल सो हामी चाहिँ अहिले पौडी खेल्ने ठाउँमा आइसकेको छौँ अनि हाम्रो यो पौडी खेल्ने ठाउँ यो छ अनि हरि त त्यहाँ छन् दुईवटा भाइहरू यहाँ खेल्न आएछन् तिमीहरू डुबाउँछ तिमीहरू दुईवटा नखेल डुबाउँछ खेल्न जानेछौ आऊ पौडी भरि छ ल हामी चाहिँ अब खेल्छौँ चाहिँ माथि कार तल न्याय स्कुलदेखि भएर सरकारी चौकदेखि भएर अनि यो माथि कृतना भएर ठ्याक्कै लोकेसन यहाँ छ आउनु होला पौडी खेल्न मेरो पछाडिको सब देखेछ नि सबै यो दुईवटा आइसक्यो के छ ब्लगमा ठिक छ खेल्न आउँछ कि नै पौडी डुबायो भने दुईवटा भाइहरू ल जाम म पनि खेल्न जान्छु पौडी अब पौडी खेल्नु छिटो ओ माई गड आज पानी धेरै रहेछ खेल्न मजा आउँछ के हुन्न हरि यहाँ छन् हरि आज त खेल्नुपर्छ है आज भोलि त हामी जाइहाल्छौँ आज खेल्नुपर्छ ल अब हामी चाहिँ पौडी खेल्छौँ अनि बाँकी भिडियो हजुरले देखिहाल्नुहुन्छ है ओके बाई बाँकी भिडियो अलिक भेट्नुपर्छ अन गऱ्यौँ ल सो अब म चाहिँ पौडी खेल्न जान्छु यहाँदेखि खेल राजन खेल निराजनले त जानिसकेको छन् पौडी खेल्न मलाई मात्र आउँदैन मलाई त गाह्रो छ कतिको चिसो पानी चिसो छ आऊ
निवा उवा ओहो यति हान त फर्स्ट ओ कोही पनि आएनन् हामी दुईजना त टाउको नबिजाएको सो मैले चाहिँ पौडी खेल्न भइसक्यो अब त हरिको पालो छ हरि कति एक्साइट छ ल जाऊ पार्छन् छेउमा यता टाउको यताउता हेर्दै बिस्तारी बिस्तारी मजाले अझै हो हरिको पारा हरिको पारा Oh my god, म पानीमा आइसकेँ अरे यो अब हामी मजाले पौडी खेल्छौँ खेला 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 आऊ छिटो मजाले मजाले आन खुट्टा तल खुट्टा पनि अझै हो पानी छ मलाई के भयो यस्तो हरिलाई पानी छ खेलाउने अनि आज चाहिँ त्यो एकदम स्विमिङको लागि दामी छ सुर्खेतको मान्छेले हेर्ने भिडियोहरूले सबै यहाँ आउनु ल एकदम रमाइलो ल अहिले एकछिन पछि भेटौँ ल अब
पानी क्यामेरामा पानी बगाउन सक्छ म चाहिँ तार्दन यहाँको अरे आऊ ओके आऊ सो गाइस हामी चाहिँ पौडी खेल्छौँ आउनु छिटो आऊ क्या हरि आऊ देखुन हरि सिकारु हो म पनि सिकारु हो खासै जाने होइन अलिअलि मात्रै खेल्छु म त आजको हाम्रो स्विमिङ ब्लग दुईजना फ्रेन्ड गऱ्यो दुईजना साथीहरूको ल अब खमेरको लागि बस्छ खमेरको लागि पानीभित्रै यसो गर चुप लाग्यो ल हामी चाहिँ अब एकछिन फोटोसुट गर्छौँ आजको स्विमिङ यति नै हो है दामी छ हेर्नु ल यति छ लौसँग चाहिँ दुईटासम्म कस्तो देखा उज्यालो के उज्यालो त्यही कुरा अनि आज खेल्यो स्विमिङ अनि त्यही हो भोलि पनि आउँछ मलाई हामी भोलि पर्सि बिहानसम्म आउँछौँ आउँछौँ हामी किनकि हेर्नु आज गर्मीको महिना छ अनि हामी चाहिँ एकदम खेल्न आउँछौँ हजुर पनि आउनु होला अनि यो चाहिँ ठ्याक्कै यसको लोकेसन भन्दाखेरि सकारी चोक न्यारजुलदेखि सकारी चोकदेखि माथि पिटनाबाट अनि खोरिया जाने बाटो माथि खोलामा ठ्याक्कै छ जङ्गल छ बिचमा छ खुल्लैमा हजुर कहाँ जानु पर्दैन आउनु होला अनि नयाँ च्यानलमा कोही नयाँ आउँछ भने सब्सक्राइब गरिदिनु होला अनि बेला दबाइदिनु होला यति भन्दै आजको भिडियोलाई यही अन्त गर्न चाहन्छु ओके टेक केयर बाई बाई